आजको लेसनमा हामी सर्पको बारेमा सिक्नेछौँ। यो सर्प चाहिँ मैले पहिलोचोटि फ्लोरिडामा देखेको, आफ्नै घरको आँगनीमा भन्नु पर्यो। सर्पलाई चिनिया भाषामा SHE को माथि सेकेन्ड टोन श भनिन्छ। यो सर्पलाई चाहिँ कर्न स्नेक भन्दो रहेछ। अनि यो स्नेक चाहिँ हेर्दाखेरि रातो कलरमा राम्रो प्याटर्न भएको सुन्दर देखिँदो रहेछ। अनि यो स्नेकलाई चाहिँ यहाँ घरपालुवाको रूपमा पनि लिँदो रहेछ। म चाहिँ लिन सक्दिनँ होइन। हिजो मेरो सातो गएको थियो, मेरो हस्बेन्डले घाँस काट्दै हुनुहुन्थ्यो। मैले देखेपछि चाहिँ एकछिन त आत्तिएँ, पछि मैले सर्चहरू गरिसकेपछि चाहिँ ओके द्याट्स फाइन भने मैले। कर्न स्नेकलाई चाइनिज ल्याङ्ग्वेजमा युमे स भनिँदो रहेछ। युमे भनेको चाहिँ मकै हो, स भनेको चाहिँ सर्प। अब ब्याकयार्डमा अरू नयाँ के कुरा आउँछ म त्यसको चाइनिज भिडियो बनाउँछु। ल अहिलेलाई बाई बाई।